यहाँनिर आइपुगिसकेका छौँ। आउनुहोस् त्यहाँका गतिविधिहरू तपाईँहरूलाई म देखाउँछु। त्यसपछि हामी तलको मुहानबाट हामी फेरि अर्को माथिको सबैभन्दा ठुलो मुहानतिर तपाईँलाई लानेछु। त्यसै त हो नि मुहान पोखरी भने साथी हो। हेर यहाँ चढ्न नसकेको थुक्क जिन्दगी चिप्लिरहेको चप्पल। सुमित साक्य के छ गाह्रो भयो के छ फिल कति के कस्तो भइरहेछ? म नसक्ने रहेछ यार पहाड चढ्न त। अनि यस्तो युवामै यस्तो युवा कहाँ हो, बुढो भइहाल्यो नि म त। बुढो कति वर्ष यसलाई भन्ने युवा के छ? युवा तपाईँ पनि युवै त हो। युवाको हालखबर के छ त? यो त एकदम ठिक छ। अनि लागिरहेछ मलाई अस्तिको यात्रा र आजको यात्रामा के फरक छ? अस्तिको यात्रामा उकालो भनेको स्कुटरमा चढ्यो, अहिले पैदल हिँड्दैछ। बाई वाक हिँड्दैछ होइन त? माथि गएर हेरौँ न त है त। पानी कहाँ हिँड्न सक्छु त म? गाह्रो हुँदैन मलाई। नहिँड्ने मान्छेलाई यति हिँडाएर हेर अब भोज खान हिँडेको मान्छे होइन, डाँडा खाँडा उकालेको छ अनि कहाँ हुन्छ त? हाम्रो एउटा मोटे कम्मरमा हात हाल्दै हेर्नु त। सिजाले मुहानको पानी खाउँला क्या? यस्तो मुहानको फोहोर पानी फोहोर रे। अहिले हेर्नुहोस् न कति सफा छ पानी। ल रेस्ट गर्ने हो। यति गरे हौ। म पनि फर्स्ट टाइम हो, तिम्रो पनि फर्स्ट टाइम हो। सुमित सर फर्स्ट टाइम होला हिँडाइ हो यस्तो डाँडा काँडा। नुवा नुवा मेरो चप्पल कति चिप्लिन्छ झन् बरु। म चिप्ले खाएँ ऊ चिप्लिन्छ, जुत्ता लगाएर चिप्लिन्छ यार केटाहरू। लाजै बरु सोमत छैन। यो चाहिँ हाम्रो सानो मन पऱ्यो, यहाँ माथि तल छ हाम्रो। केटाहरू पुरा ओर्लिँदैछन्। डोन्ट वरी, बिस्तारो ओर्लिन्छ केटा। हतार गर्नु चाहिँ हुँदैन। हामी आलु मान्छे हो होइन, सागमा पनि मिल्छ, गुन्द्रुकमा पनि मिल्छ, जेमा पनि मिल्छ। गुड गुड गुड।
त्यहाँबाट 1 किलोमिटर आयो उकालो झन् चाहिँ 8 किलोमिटर छ त्यहाँबाट के धुलो हो